हुने भयो बे के तेरो भोलि बे अप्पो सुड्डको भेजा ह्याङ भएछ कि के हो? एक त म रक्षाको प्रेममा छु, अर्कोमा 1-2 वर्ष बिहे गर्ने मुडमै छैन। यति जानकारी हुँदा हुँदै पनि हल्का टाइप्समा मेरो भोलि बिहे गर्ने आँट गर्ने सुड्डो यो हुनै सक्दैन। यसमा मेरो पुरै घोर आपत्ति छ। द्यासिट न स्यासिट यो वरिष्ठले बोलेपछि बोल्यो भोलि तेरो बिहे हुन्छ भनेपछि हुन्छ, अरू कुरा यो वरिष्ठले जान्दैन। बाबा यसलाई माथि कोठामा लगेर थुन्नुपर्छ, नत्र यो भाग्ला नि फेरि। हल्का सुट्टी चाहिँ ओभर स्मार्ट भएको अवस्था, बिहे जस्तो कुरामा पनि जबरजस्ती हुन्छ हो? यो हुनै सक्दैन। ल हुन सक्छ कि सक्दैन मलाई राम्रोसँग थाहा छ। हजुर वरिष्ठलाई कसरी तल लगाउनु पर्छ त्यो मैले राम्रोसँग जानेको छु। साङ्लो बरु तपाईँ रिसाउनु हुन्न भने म एउटा कुरा भनौँ? के साह्रो हो त चाहिँ? के कुरा हो भन्न? तपाईँ त अब बुढो पनि हुन थाल्नु भयो, डुङ्टी बोगो बनाए जस्तो बनाउन पनि थालिसक्नु भयो। मैले भनेको मान्नुहुन्छ भने झै बाजा बजाएर बिहे गर्नुहोस्। चुप लाग आपे। आफू चाहिँ कति नै बिहे गरेर 2-3 वटा छोराछोरीकै बाउ भइसक्यो यस्तो कुरा गर्छ यार। क्वाके सुन्न यार, मलाई चाहिँ पुरै तनाव भएको अवस्था। हेल्प मी क्वाके। ओए के भयो फेरि? भन त भन। अन्त कि क्वाके मेरो भोलि बिहे अरे यार। 81 सुड्डोले फिक्स गरिदिए। गर्दिन भनेको कोठाभित्र थुनेर राखेका छन्। लौ न क्वाके केही आइडिया लगाउनु पर्यो यार। ए हो र? त्यसो भए भोलि दुला बनेर त जा, त्यसपछि के गर्नुपर्छ सबै म मिलाउँछु यार, टेन्सन नगर। अप्पो के ल्याङ कुरा गरेको यार। दुला नै बनेर गएपछि त सकिगयो नि। त मैले भनेको चाहिँ मान न, त स्लो मोसनमा दुला बनेर जा होइन, त्यस पछाडि जस्ट फास्ट मोसनमा आइडिया निकाल्ने म छँदैछु त नि। त जा न। ल न त, तै त्यसो भन्छस् भने म दुला बनेर जान्छु। तर मेरो